समय मैले खर्च गरिरहनु त्यति उपयुक्त हुँदैन। म सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रस्तावलाई सर्वसम्मत गर्नका लागि गर्नुभएको यो मद्दत र यसको राजनीतिक एउटा सम्मान सबै कुराका लागि धन्यवाद दिँदै फेरि पनि अग्रिम शुभकामना र अग्रिम बधाई दिन चाहन्छु डोल प्रसाद अर्याल मान्यज्यूलाई। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त प्रस्तावका समर्थक माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। मान्य सदस्यहरू, अब उक्त प्रस्तावका अर्का समर्थक